हेलो साथीहरू, नमस्कार हजुरहरूलाई। आज मेरो नयाँ भिडियोमा ह्याप्पी होली। आज होलीको भिडियो आउँदैछ हजुरहरूसँग। आज हामी होली मनाउनको लागि कटुका गुराँसतिर जाँदैछौँ। हेर्नु, यहाँ घण्टाघर नजिक यस्तो छ, घण्टाघर पार्कमा मान्छेहरूको भिड। हामीहरू सानी र हामी अनि बहिनीहरू हुन्। हामीहरू रमाइलो गर्दै इन्जोय गर्दै जाँदैछौँ होली खेल्नको लागि डाँडातिर। कति राम्रो भ्यू छ। हामीहरू गीत गाउँदै दोरी खेल्दै सबै रमाइलो गर्दै गाडीमा हिँडिरहेको छौँ। सबैले आफ्नो आफ्नो त्यो टोली बनेर दोरी गएको छौँ। अब हामी त्यो नजिक आउँदैछौँ, नजिकै आएको छौँ। थोरै कच्ची बाटो थियो। अब हामी यहाँ डाँडोमा आइपुगेर सबै झर्दैछौँ। यहाँ धेरै भिड भएको रहेछ, सबै अगाडि नै आइसकेर भिड भएको रहेछ। हामी अब यता छेउतिर बसे, सबै झर्दै हुनुहुन्छ। भाइ हो, भान्जा भान्जी इन्जोय गर्दैछन् सबैजना। उहाँ पर डाँडामा अर्को ग्रुप, अनि यता अर्को ग्रुप, धेरै ग्रुपहरू रहेछन्। अनि हामी यता छेउतिर ठाउँ खाली रहेछ, यता छेउतिर सबै आफ्नो लगेको म्याटहरू ओछ्याएर बस्यौँ। अनि डाँडामा साह्रै रमाइलो चिसो हावा चलेको थियो। सबैले इन्जोय गरिरहेका छन्। अनि यहाँ डेक बजाएर बहिनी अब नाच्ने सुरु गर्दैछन्। बहिनीले यी सबै गीत गाएर नाचेर, अनि बहिनी र म नाच्न सुरु गऱ्यौँ। यता गीत गाएर बस्नुभएको थियो, हामी नाच्यौँ। अनि सबै एकचोटि सबैजना नाच्यौँ, रमाइलो गऱ्यौँ। साह्रै रमाइलो डाँडा छ यहाँ, सबै आउनुहोला। अनि हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु होला। अनि हामी यहाँ भाइले रङ लिएर आयो, अनि रङ होली खेल्दैछौँ, रङ लगाउँदैछौँ। सब एक अर्कालाई रङ लगाउन व्यस्त भएको छौँ यति बेला सबैजना। सबैले रङ लगाएर सबैले रङ खेलिरहेको छौँ। केटाकेटीको पनि छुट्टै रमाइलो भइरहेको छ। डाँडोमा साह्रै रमाइलो। उनी भाइ बुहारी हुन्, मेरो मम्मी। अनि दिदीले पनि कस्तो भएछु त म भन्नुभएको थियो। अनि यता सबैले आफूले रङ दल्दैछन्। यो भाइले फेरि मलाई रङ दल्न आइपुग्यो, अनि मैले फेरि त्यसैको टी सर्टमा रङ दलिदिएको छु। पुछेको छु मुख। कस्तो देखिएछौ मामी भनेको थियो। ल चस्मा लगाएर झन् राम्रो देखिएछ मामी भनेको छ भाइले। छोराछोरीको पनि छुट्टै रमाइलो भइरहेको छ। सबैजना आफू रङ खेल्नमा व्यस्त भएको छन्। अब यतिकै भान्जी आएर फेरि मलाई दल्छिन्, भान्जीले फेरि अरूलाई गरिरहेको छन्। ल हेर्नु, यहाँ सब व्यस्त भइरहेको छन्, सब इन्जोय गरिरहेको छन्। एक अर्कामा रङ दलेर खुसियाली मनाइरहेको छौँ।
अनि सबैको रमाइलो भइरहेको छ। सबै आफ्नो सकेको इन्जोय पाराले इन्जोय गरिराख्नु भएको छ। अनि एकछिन रमाइलो गऱ्यौँ। त्यहाँपछि फेरि हामीले चटपटेको सामानहरू लिएर गएको थियौँ नास्ता खानको लागि भनेर। अनि चटपटे बनाउँदै छौँ। यता यो भाइ पुरा होली सबलाई खेलेर यता हामी दुई बहिनीहरू हुन्। अनि यहाँ त यो डाँडाबाट यहाँ त साह्रै राम्रो भ्यू देखिन्छ। डाँडामा बसेको छौँ हामी। चटपटे मोल्दै बनाउँदै तयारी छ। चटपटे खानको लागि अब हामी सानी र म पनि यहाँनिर बसेको छौँ। अनि बुहारीले चटपटे बार्दैछिन् श्वेताले। एक बाटी चटपटे बनाएर सकियो। सबैलाई नास्ता मनपर्ने चटपटे नै के त्यहाँ नजिकै केही पनि पाइन्थेन। अनि त्यसैले हामीले घरैबाट लिएर गएको थियौँ सामानहरू। अनि बनाएर सबैले नास्ता पनि भयो, सबै भयो। अनि मम्मीले यहाँ फेरि के प्याउलीको फुल के भेटाएर ल्याउनु भएको थियो, चिनाउनु भएको थियो हामीलाई। अनि यी भाइहरू पनि स्टाफहरू हुन्, भाइको स्टाफहरू। अनि सबैले चटपटे खाएर सक्यौँ। अब हामी घर फर्किने तयारी गर्दैछौँ। रमाइलो साह्रै भयो। हाम्रो ह्याप्पी होली यसरी नै गयो आजको दिन। हजुरहरूले हामीलाई लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। मन परेमा हाम्रो भिडियो पुरा हेरिदिनु होला। अब हामी घर फर्किने तयारी छ, साँझ पर्न लागेको भएर। अब घर फर्किँदैछौँ। सबै गाडीमा चढ्दै हुनुहुन्छ। गाडीमा चढिसकेको अवस्था यस्तो छ। धेरै नै थियौँ हाम्रो टोलीहरू। अनि हामी बाटोमा फेरि यो गुराँस भेटेर गुराँस पनि टिपेर एकैछिन रोक्यौँ गाडी। अनि हामी फर्क्यौँ। त्यहाँबाट पनि गुराँसबाट पनि टिपेर फर्क्यौँ हामी। अनि अब हाम्रो घर पुगेर अनि चिसो डिउहरू, कोकहरू के खाने भनेर अनि हाम्रो घरमा पुगेर खायौँ। त्यहाँबाट सबैजना छुट्यौँ। अनि सबै त्यहाँबाट सबै कोही कता आफ्नो आफ्नोतिर लाग्यौँ। साह्रै रमाइलो भयो भनेर बसेको छौँ, गफ गरेको छौँ। यो सानो भदै हो मेरो पुन्टे। अनि भाइहरूले स्टाफहरूले गाडी पखाले, गाडी सफा गरे। अनि सबै लाग्यौँ। हस्त नमस्ते। हाम्रो भिडियो हेरिदिनु होला।